अहिले चिसो पनि धेरै बढिरहेको छ। त्यस्तै यो चिसो बढेसँगै हामीहरूले स्किनलाई पनि यो जाडो मौसममा, चिसो मौसममा अझ बढी ख्याल गर्नुपर्ने हुन्छ, विशेष ध्यान राख्नुपर्ने हुन्छ। स्किन हाम्रो धेरै ड्राई हुने हुनाले हामीले फेसवास युज गर्दा माइल्ड फेसवास युज गर्ने, त्यसै गरी थिक मोइस्चराइजर, सेरामाइड भएको मोइस्चराइजर, त्यस्तै हाइलुरोनिक एसिड भएको मोइस्चराइजरहरू युज गर्ने। त्यस्तै गरी अल्कोहल बेस भएको सेटिङ स्प्रे अथवा अल्कोहल बेस भएको टोनरहरू युज नगर्नु भए राम्रो हुन्छ, त्यसले स्किन अझै ड्राई गर्छ। त्यस्तै फेसियल पनि हामीले रेगुलर गर्नुपर्ने हुन्छ। यो जाडो मौसममा फेसियल गर्दा ब्राइटनिङ भन्दा पनि हाइड्रेटिङ फेसियल गरेको धेरै राम्रो हुन्छ। जाडो मौसममा स्किन अलरेडी ड्राई हुने हुनाले हार्स केमिकल भएको प्रोडक्टहरू, त्यस्तै केमिकल पिल अनि ब्राइटनिङ फेसियलहरूलाई ग्याप गर्दा धेरै राम्रो हुन्छ। त्यस्तै घरमा पनि हामीहरूले प्रशस्त पानी पिउने अनि भिटामिन सी भएको खानेकुराहरू प्रशस्त खाने अनि सुपहरू बढी पिउने गर्नुपर्दछ। त्यसै गरी हजुरहरू हिटरमा बस्नुहुन्छ भने पनि हिटर ताप्दा धेरै नजिकबाट नबस्ने र धेरै बेर नबस्ने, जसले गर्दा स्किन अझ बढी ड्राई हुन्छ र धेरै तातो पानीले पनि मुख धुने गर्नु हुँदैन। थ्याङ्क यू।